यो मेरो छोरीको सानोको गुडियाहरू मैले सजाएर राखेको छु, किनकि त्यो बचपनको त्यो सानोको याद आइरहेको छ मलाई। त्यसैले मैले यसलाई यो गुडियाहरूलाई सम्हालेर राखेको छु। मेरो छोरीको खेलौनाहरू। मेरो छोराहरूलाई म मासु पकाउँदा जहिले पनि म सम्झिन्छु हैन। अनि म जहिले पनि मेरो यो सब्जी ल्याउँछु, मासु ल्याउँछु, अनि मेरो छोराहरूलाई म सम्झिन्छु। हेर्नु न, अनि म यो मासु चाहिँ जहिले पनि उभारेर राख्छु। अनि भोलिपल्ट बिहान मेरो श्रीमानले खानुहुन्छ। हेर्नु, जीवनमा आमा भनेको नि साँच्चै नै उपरवालाले कसरी बनाएको के। आफूले जन्माएको छोराछोरीलाई कहिले भुल्न सकिँदैन। के गर्ने, यो उमेरलाई जसरी पनि भुलाउनु पर्छ। अनि परदेशमा जाने मेरो छोराहरूलाई धेरै सम्झिन्छु। सबैभन्दा मेरो ठुलो छोरा माइला छोरा, अनि साइला छोरा, कान्छा छोरा, अनि मेरो छोरी चाहिँ कहिलेकाहीँ भेट हुन्छ मेरो साथमै छ, तर अलिक टाढा छ, पढ्नुलाई जान्छे।